आखिर के कारण होला त यसरी रातिको टाइममा म चाहिँ यति धेरै खुसी भएर नाच्दै कताजनालाई रेडी हुँदैछु त। सो हेलो एभ्रिवान, वेलकम छु तपाईँहरूलाई मेरो अर्को नयाँ भिडियोमा। अनि म चाहिँ रेडी भइसकेँ फटाफट, अनि म चाहिँ यता छोरालाई रेडी गर्दैछु अनि बुढा पनि रेडी हुनु। अनि हामी चाहिँ फटाफट निस्क्यौँ घरबाट। अनि बुढा चाहिँ आउनुभयो, अचानक रेडी हो छिटो छिटो हामी चाहिँ जाँदैछौँ भन्नुभयो। म चाहिँ यति धेरै खुसी भएँ नि साथीहरू, म चाहिँ नाच्दै फटाफट रेडी हुन थालेँ। अनि हामी चाहिँ सो निस्किसक्यौँ घरबाट अनि खुसी भएर। अनि सो हेर्न सक्नुहुन्छ साथीहरू, आजको हाम्रो डेस्टिनेसन चाहिँ आइसकेको छ साथीहरू। हामी चाहिँ जाँदैछौँ मेलामा। यति धेरै खुसी भयो साथीहरू, मेलाको भित्र पुगेर यति धेरै लाइटिङ वगेरा यस्तो राम्रो लागेको थियो। हामी चाहिँ एकदम खुसी भयौँ क्या। अनि त्यहाँ गएर चाहिँ छोरा पनि एकदम धेरै खुसी भएको थियो, देखाएको देखाइ मम्मा यो भन्दै देखाएको थियो मलाई चाहिँ। अनि हेर्न सक्नुहुन्छ यति धेरै राम्रो थियो। अनि हामी चाहिँ हिँड्दै थियौँ, डुल्दै थियौँ। अनि त्यहाँनिर एउटा गधा यो थियो, अनि त्यहाँ चाहिँ एकदम गधाको सो चलिरहेको रहेछ क्या। यो चाहिँ जे भन्यो त्यही मान्ने खालको रहेछ, आफै थाहा पाउने क्या कसरी। अनि हामी चाहिँ गयौँ अनि मलाई चाहिँ एकदम धेरै खुसी लागिरहेको थियो। अनि यही हो, छोरा पनि यहाँनिर प्लेन थियो अनि ऊ चाहिँ प्लेनमा चढ्ने भन्दै थियो। अनि यो चाहिँ अलिक माथि जाँदै थियो नि त हाइटै। अनि छोरा चाहिँ अलिक सानो छ भनेर त्यसमा नै तिमी चाहिँ यो गाडीमा खेल भने। अनि गाडीमा खेल्यो, यति धेरै खुसी भएर नि छोरा। अनि उसले चाहिँ बाई भन्दै यति धेरै खुसी भइरहेको थियो, रमाइरहेको थियो। अनि छोराको चाहिँ खेल्ने टाइम पनि सकिसकेको थियो। अनि बुढाले चाहिँ छोरालाई निकाल्दै हुनुहुन्थ्यो, ऊ चाहिँ यहाँ त्यहीँनिर बस्ने भनेर जिद गर्दै थियो क्या। निक्लै नि मानेको थिएन। अनि हामी चाहिँ त्यहाँबाट गयौँ। अनि यति धेरै ठुलो क्या यो पिङ। अनि बुढालाई खेल्नु न बुढा खेलौँ भनेको, बुढा पनि नाइ भन्नुभयो, कति ठुलो थियो क्या। अनि हामी चाहिँ गयौँ सिधा पानीपुरी खानको लागि। पानीपुरी खायौँ त्यहाँनिर। अनि पानीपुरी खाएर चाहिँ हामी अर्को साइडमा गयौँ। अनि बुढा चाहिँ यहाँनिर स्कुटीको लागि किचन हेर्दै हुनुहुन्थ्यो। अनि यतापट्टि अर्को साइडमा चाहिँ लेडिजहरूको लागि कति धेरै सामानहरू थियो क्या। अनि यहाँनिर चाहिँ गाइज लिटरली खुट्टा राख्ने पनि ठाउँ थिएन क्या। अनि म चाहिँ यसरी टाढाबाट यसरी हेर्दै थिएँ। अनि फाइनली मलाई चाहिँ अलिकति ठाउँ मिल्यो। अनि मलाई चाहिँ एउटा यो माला मन पर्यो। अनि माला किनेँ मैले चाहिँ। अनि छोराको लागि यो बबल्स किनेँ। अनि हामी चाहिँ घुम्दैछौँ, एक्सप्लोर गर्दैछौँ मेलामा, एकदम रमाइलो भइरहेको छ। हामी चाहिँ जाँदै थियौँ अनि हाम्रो नजर चाहिँ गयो साथीहरू स्मोक बिस्किटमा। अनि बुढाले चाहिँ ट्राई गर्ने भन्नुभयो, मैले चाहिँ पहिला पनि ट्राई गरिसकेको थिएँ। अनि बुढाले चाहिँ ट्राई गर्नुभयो कस्तो चाहिँ हुने रहेछ यो बिस्कुट भनेर। अनि यस्तो थियो, एकदम हाँस उठिरहेको थियो। बुढाले चाहिँ आएकै थिएन खानको लागि। अनि अब चाहिँ आयो मेरो टर्न। मैले चाहिँ यो पहिला पनि एकचोटि ट्राई गरिसकेको थिएँ। मैले चाहिँ यो अस्ति नै एकचोटि मेला लाग्दाखेरि पनि ट्राई गरिसकेको थिएँ। अनि अहिले पनि ट्राई गर्दैछु, एकदम हाँस उठिरहेको थियो। सो अब मेलामा यति धेरै कुराहरू एक्सप्लोर गरिसकेर हामी चाहिँ जाँदैछौँ घरतिर। अनि जाँदै थियौँ अनि बुढाले चाहिँ आइसक्रिम खाने भन्नुभयो। अनि मैले चाहिँ अफकोर्स वाइ नट खाने नि भने। अनि यति मौका पाएपछि कसले छोड्छ र होइन साथीहरू। अनि म चाहिँ यतापट्टि बसेर आइसक्रिम खान थालेँ साथीहरू। बुढालाई चाहिँ भिडियो बनाइदिनु भनेको थिएँ। अनि हामीले चाहिँ आइसक्रिम खाइसकेर घर जाँदै थियौँ साथीहरू। मैले चाहिँ बाटोमा के भेटेँ भन्दाखेरि 50 रुपियाँ भेटेँ साथी। अनि यो पैसा चाहिँ कसको हो, कसको 50 रुपियाँ हराएको थियो कमेन्ट गरेर भन्नु होला।